हेलो साथीहरु, म चाहिँ आज जंगलमा घाँस काट्न जाने क्रममा रुखबाट झरेर यो बच्चाको घाउ भएको रहेछ हैन। मलाई त माया लाग्यो है। त्यसपछि टिपेर यो घाउमा औसा पनि परिसकेको रहेछ, निकाल्दै फेरि अनि घरमा ल्याएर पाल्नु पर्यो भनेर लिएर आएको छ अहिले चाहिँ। हेर्नुस् त कस्तो राम्रो राम्रो छ हैन बच्चाहरु। रुखको टुड्कामा हुने चराको बच्चा हो है। अनि यसलाई राख्नको लागि चट्ट गुड सुड बनाउनलाई यसको घाउमा चाहिँ अब सेनिटाइजर छिटेर यसको यो झिँगाको फुलहरू झार्न लागिरहेको छु हैन। हेर्नुस् त अब यस्तो औसा परेको छ हैन। कस्तो माया लाग्दैछ हैन, खाना खानु खोजिरहेछ। अनि यसो काली भोक्टेहरू यस्ता उतिको कालो हुने त्यो के खुवाइदियो हैन। अनि त्यसपछि यो चरालाई त अब राख्नलाई गुड बनाउनु पर्यो। यो गुड बनाएर अब एउटा यो मवाला छ हैन, यसमा यस्तो बनाएको छु मैले हैन। त्यसपछि अनि यो खर हाल्न लागिरहेको छु हैन। खर हालेर अडिँदैन हैन, खर हालेर अब यो खर हाल्न लाग्यो हैन। खर हालेर चट्ट अब यो गुड जस्तो बनाउन लागेको है। देख्न सक्नुहुन्छ हैन। अनि यो खर हालिसकेपछि अब फेरि अब यो गुडमा खाल्टो अलि भयो, बढी खाल्टो भयो। त्यसपछि फेरि खर हाल्न लाग्यो हैन। थोरै हालिसक्यो हैन। अब हालिसक्न लागिसक्यो। यो कस्तो मिलिरहेको छैन के। चराको बच्चालाई चाहिँ अब यसो चारो त खुवाउनु पर्यो। अनि भोकै त राख्नु भएन हैन। अनि यो काली भोक्टेलाई हैन एक एकवटा दाना गर्दै हैन खुवाइदिरहेको छु। कस्तो मजाले खाइरहेको छ हैन। एक एकवटा गर्दै खुवाइदिरहेको छु हैन। अब अर्कोलाई अब यो काली भोक्टे भन्छ हाम्रोतिर चाहिँ हैन। चराहरूले पनि खान्छ, प्राय मान्छेले पनि खान्छ हैन। अब यसलाई पनि खुवाइदिनु भएको अलिकति हैन। कस्तो मजाले खाइरहेको छ के। कस्तो राम्ररी खाइरहेको छ हैन। अब अर्कोलाई पनि खुवाउनु पर्यो। अर्को चाहिँ अलि सानो छ क्या, कान्छा लास्टमा निक्लेको होला फन्डाबाट, एकदम सानो छ हैन। एउटा चाहिँ कस्तो मजाले रुखमा झुन्डिरहेको रहेछ क्या चराको बच्चा चाहिँ। काँडामा अड्केर बसिरहेको रहेछ। मैले बल्ल निकालेँ, यसलाई पनि खुवाइसकेँ हैन। र यसमा यो हाम्रोतिर चाहिँ महाला भन्छ है, त्यसलाई नै मैले गुड बनाएको। चट्ट अब मलामा हालेर तिनटैलाई हालिसकेँ हैन। अनि त्यसपछि अनि यो तिनटैलाई मिलाउँ हैन। त्यसपछि अनि यो कपडाले चट्ट छोपेर यो कपडाले हैन चट्ट छोप्नु पर्यो हैन। मजाले तातो बनाएर यसलाई तातो बनाउनु पर्यो नि त। हेर्नुहोस् त अब यस्तो दामी भयो यो चरा चाहिँ हैन। मैले ठुलो हुर्काउनेवाला छु हैन। अब हुर्काइसकेपछि म भिडियो बनाउने छु। अनि यो चरा चाहिँ कसले हुर्किदियो हुन्थ्यो, कोही नमर्दियो हुन्थ्यो, पछि हेर्न पाए हुन्थ्यो भन्ने जतिले एक सेयर चाहिँ गरिदिनु होला है।